आज धरानमा धेरै गर्मी बढेकोले हामी चाहिँ यसो विष्णु पादुकातिर गोर्खा पार्कतिर घुमफिरमा लाग्यो। हामी दुईजना चाहिँ ल हाम्रो यहाँ बाख्राहरू चाहिँ चरिरहेछन्। विष्णु पादुका गोर्खा पार्क जाने बाटोमा ठक्कै बाटो चाहिँ यता भयो। ल हाम्रो बाख्रा धनी पनि हुनुहुन्छ। कतिवटा छ हौ भाइ बाख्रा तपाईको? हजुर 4 घरको गरी कतिवटा छ तपाईको? थुप्रो छ है हजुर? आमा 100 वटा। ल राम्रो गर्नु भएको रहेछ है। कि ससुराली भन्छ कि बाख्रो पाटो भन्छ है। ल हाम्रो साथीहरू यहाँ लाउरमा लाग्नको लागि एक्सर्साइज गरिरहनु भएको छ। उकालो दौडिरहनु भएको छ। कोही साथीहरू पछाडि छन्। राज्य भनेको चाहिँ बेखबर छ। युवाहरू यसरी देशमै रहनुपर्ने बस्नुपर्ने। हामी चाहिँ धरानमा धेरै गर्मी भएर आज यसो विष्णु पादुकाको गोर्खा पार्कतिर चाहिँ घुमफिर गर्दै हो आज। र यहाँ चाहिँ भए पनि हात्ती पार्क रहेछ। अहिले चाहिँ राम्रो बनाएको रहेछ। पहिला भन्दा चाहिँ जे भए पनि धेरै निर्माण कार्य भइसकेको र एकदम हेर्न लायकको चाहिँ भएको रहेछ। यो हाम्रो भुपु गोर्खा सैनिकको यहाँ शालिग पनि राखेको रहेछ। सायद उहाँको तर्फबाट चाहिँ यहाँ धेरै ठुलो योगदान भएको गर्नुभएको होला उहाँको नाममा। ल यहाँ कमलको फुलहरू पानी पर्छ भित्र हेर घन्टा के बस्छ अलिअलि हुँदैन मछेट। यहाँ चाहिँ शिलालेख रहेछ। यो गोर्खा पार्क बनाउनुलाई मद्दत गर्नु हुनेको सबैजनाको चाहिँ यहाँ ढुङ्गाको शिलामा चाहिँ नाम लेखेर यसरी राख्नु भएको रहेछ। ल हाम्रो यो गोर्खा पार्कको माथि टपको रुख
गोर्खा पार्कको दृश्य अवलोकन। हामी पर्खे बेला त्यो लकडाउनको बेलामा हुँदाखेरि आएर खाजा खाएको नि। ल यहाँ रम्मी हेर्दैछन् हाम्रो यहाँ सुन्नु न, नेमलम्मा आमा भन्ने मान्छे पनि। अझिको चाहिँ कहाँनिर हो यो पारीको जग्गा कहाँनिर हो? तल झर्ने हो नि जङ्गल। हाम्रो यो तलको चाहिँ गोर्खा पार्कको होटल हो। होटलमा पनि पार्केटिङ टाइल लगाएर राम्रो बनाएको रहेछ अहिले, एकदम सुविधायुक्त। यो चाहिँ हाम्रो हात्ती पार्क, यो चाहिँ हाम्रो टुरमा हिँड्ने बाइक